म माइत आएको पनि 5-6 दिन भइसकेछ साथीहरू। अनि आज बल्ल म पदेर जान लाग्यो, किन भन्दा हाम्रो धारामा घरमै पानी आउँछ। आज चाहिँ खोइ के भएछ, बिहानै सुक्यो। अनि त्यही भएर हाम्रो घरमा खानेपानी थोरै भयो थियो। अनि आमा र म चाहिँ लिन गयौँ। अनि आमाले चाहिँ बोतलहरू बोकेर जानुभएको थियो, किनकि अब त गाग्री बोक्न सक्नु हुँदैन नि त। त्यही भएर त्यहाँ देख्न सक्नुहुन्छ हाम्रो पँधेरा वरिपरि चाहिँ धानहरू रोपिरहनु भएको थियो। अनि यहाँ चाहिँ पानी एकदम चिसो थियो, एकदम चिसो थियो। पहिला चाहिँ हामी नुहाउन लुगा धुन यहीँ नै आउँथ्यौँ, तर आजकल चाहिँ अब घर घरमा धारो भएको भएर मान्छेहरू आउनु हुँदैन। त्यही पनि पँधेराको पानीको मजा छुट्टै हुन्छ। अनि त्यसपछि मलाई त्यहाँ 3-4वटा जुका पनि लागेको थियो कि यस्तो झाडी छ नि त। अब मान्छेहरू धेरै नजानी भएपछि झाडी भइहाल्ने। अनि आमाले पानीसानी भर्नु भयो अनि बोक्नु भयो। अनि हामी हिँड्यौँ घरतिर। मैले पनि 2टा बोतलमा चाहिँ लिएर आएकी थिएँ, किनकि अब डोको बोक्नु हुँदैन। त्यही भएर अनि 2टा बोतलमा भए पनि आउँछ बढी भनेर चाहिँ मैले लिएर आएँ। अनि घरमा आएर मैले यसो आँगन सागन बढाउन लागेँ, किन भन्दा बाख्रा साख्रा छ नि त। अनि छोड्दाखेरि फोहोर गरिहाल्छन्। अनि सरसफाइ गरेँ। अनि खाना बनाउने बेला भएको थियो। अनि यो चाहिँ हो लुडेको साग वा पालुङको साग, आई डोन्ट नो। अनि यो चाहिँ आइरनको एकदम नै राम्रो स्रोत हुन्छ। मेरो दिदीले भन्नुभएको थियो कि यसलाई दालमा हालेर सिटी लाएर पिउनु एकदम राम्रो हुन्छ भनेर। अनि मैले चाहिँ यसलाई टिप्न गएकी थिएँ। हाम्रो कुखुरा खोरभित्र छ कि मजाले। अनि त्यसपछि टिपेर लिएर आएँ। यति चाहिँ टिपेकी थिएँ। अनि मैले चाहिँ बनाउन लागेँ खाना। आजको लागि यति नै, भेटौँला नेक्स्ट ब्लगमा। थ्याङ्क यू फर वाचिङ, बाई बाई।